क्र्यानबेरीको खट्टी मिठी चाहिँ हजुरहरू बस्ने ठाउँमा यदि लप्सी पाइँदैन, लप्सीको अचार खान मन लागेको छ भने चाहिँ यसरी क्र्यानबेरीको खट्टी मिठी बनाउनु भयो भने एकदमै मिठो हुन्छ। क्र्यानबेरीलाई पखालेर ओबाउने, अलिकति तेल तताउने, ज्वानो फुराउने, त्यसै गरी मेथी फुराउने, अनि यो चाहिँ खाने सुप हो। अनि कालो जिरा फुराउने, खोर्सानी फुराउने, त्यसपछि चाहिँ अलिकति हिङ राखेर सरर यो पखालेर ओबाएको क्र्यानबेरीलाई ओइरिसकेपछि अलिकति बेसार स्वाद अनुसार नुन राख्ने। अब यो क्र्यानबेरीलाई मजासँग पकाउने। हजुरहरूले चाहिँ अलि निकै तेल राख्न सक्नुहुन्छ। अब मैले चाहिँ आज थोरै बनाएकी छु है, अनि यो छिट्टै सकिहालिन्छ, त्यसैले गर्दा धेरै तेल राखेकी छैन। आज म एकदमै मिठो खट्टी मिठी बनाउँदैछु, त्यसैले गर्दा 1 कप जति पिसेको यो सक्खरलाई राखेर मजासँग पकाउने। आजभोलि त क्र्यानबेरीको सिजन छ, हजुरहरूले एकपटक बनाएर यसै गरी ट्राई गर्नुभयो भने पल्किनु नै हुनेछ। स्वास्थ्यको लागि पनि क्र्यानबेरी एकदमै राम्रो हुन्छ।